हेलो अनि नमस्ते एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म हजुरहरूलाई नेपालगञ्जदेखि टनकपुरसम्मको यात्रा, त्यही पनि पूर्णगिरीको दर्शन, पूर्णगिरी माताको दर्शन गर्नको लागि हामीहरू नेपालगञ्जदेखि कुन बाटो कसरी जाँदैछ म हजुरहरूलाई चाहिँ क्लिपहरू सेयर गर्नेछु, किनकि यो पनि मेरो फर्स्ट टाइम हो। म चाहिँ पश्चिम कर्णाली टिकापुरसम्म मात्र गएको छु। त्योभन्दा अगाडि म आजसम्म पनि कहिले त्यता जाने मौका पनि परेको छैन अनि गएको पनि छैन। तर अहिले विशेष गरेर मन्दिर दर्शनको लागि, माताको दर्शनको लागि भनेर हाम्रो टोलबाट आन्टीहरू म्याडमहरू सबै मिलेर जाँदाखेरि हामीहरूलाई जाम भनेको हुँदा हामी चाहिँ जान लागेको छौँ। त्यही भएर हामीलाई पनि केही थाहा छैन। त्यस्तै गरेर हामी जस्तै म जस्तै थाहा नपाउने धेरै हुनुहुन्छ होला, तर उहाँहरूलाई त्यहाँसम्म पुग्न मन छ होला, तर कसरी जाने भन्ने कुरा थाहा नपाउनु भएको होला। त्यही भएर म केही क्लिपहरू, केही भिडियोहरू हजुरहरूलाई सेयर गर्नेछु। हजुरहरूले चाहिँ त्यसको माध्यमबाट हजुरहरू त्यहाँसम्म हजुरहरूलाई पुग्न सजिलो होला, किनकि मलाई चाहिँ कुनै पनि आइडिया छैन नि त, कसरी गइन्छ, कहाँ हो, त्यो कसरी पर्छ भन्ने थाहा छैन। डाइरेक्ट महेन्द्रनगरको बोर्डरबाट जाने हो भन्ने सुनेछु, तर कुन चाहिँ बोर्डर पनि कतिवटा छ त्यो थाहा छैन, नाका कतिवटा छ त्यो थाहा छैन। त्यही भएर हजुरहरूलाई चाहिँ म जति पनि मैले भ्याउँछु, जति पनि मेरो मोबाइलमा चार्ज हुँदासम्म क्याप्चर हुन्छ त्यो सबै हजुरहरूलाई भिडियोहरू म सेयर गर्नेछु। यति भन्दै मेरो भिडियोहरूलाई लाइक गरिदिनु होला। हजुरहरूलाई पनि जान मन लागे हजुरहरू पनि भिजिट गर्नु होला। तर म पहिला भिडियो हेर्नु अनि हजुरलाई कस्तो लाग्छ त्यसपछि भिडियो गर्नु होला। अनि मैले यो भिडियो पुरै हालिसकेपछि म हजुरलाई पछि रिभ्यू पनि दिन्छु, कतिको गाह्रो छ, कतिको सजिलो छ जान भनेर। त्यतिसम्म चाहिँ पुरै भिडियोहरू मैले क्लिप जति पनि हाल्नेछु सबै वाच गर्नु होला। ल, हस् त, बाई।